आज म बनाउँछु आलु र पासेको साग। आफ्नै गरी बिहान बिहानै उठेर यसो रोगा खोलेर हेरेको त कुहिरो यति लाको है। जाडो पनि कस्तो भइरहेको। खरे सबेरतिर यसो नजर डुलाएको त पासेको सागहरू हरियो हरियो काँचै खाम जस्तो कि। गएर म त भाँडा लिएर आएँ अनि टप टप हरियो सागहरू टिपिदिएँ। घरमा चाहिँ सब्जी सकिएको थियो, आलु मात्रै थियो। त्यस कारणले के पकाउँ भनेर यसो बारीतिर हेर्दा हरियो साग भेट्टाएँ। कहिले कसै त यसरी पनि खानुपर्छ भन्ने विचार आयो र बाल्टी लिन गएको त साग तुरालाई दुईटा हाँस आएर मजाले साग चुरेर खाइरहेको कि। त्यहाँ अलिकति फोहोर देखेँ थिएँ, त्यस कारणले सफा गर्छु भनेर गएँ। हेर्नु त हाँस त त्यहाँ नजिक आइरहेको छ, अझै साइनो लाएर कि साग खान पाउँछु भनेर। अनि सागलाई चाहिँ मजाले छल्छती धोएँ। हाम्रो बाटा चाहिँ यहाँ फुटेको रहेछ युज गर्दाखेरि। यो राष्ट्रिय चप्पल लाएर म चाहिँ किचनमा यसो के छिरेको थिएँ। मम्मीले त पिठो मुसेर आलु काटेर राखिदिइसक्नु भएको रहेछ। अनि दुई पखाली गरेको सागलाई मजाले काटेँ। तातो तेलमा मेथी आलु फ्राई गरिदिएँ र हाम्रो घरको यो खानदानी पनिउले चलाए। भाँडा कालो छ तर पुरानो छ। कालो पुरानो भए पनि यसमा चाहिँ यति मिठो पाक्छ कि खाना। आवश्यकता अनुसार मरमसला नुन बेसार आइसकेपछि लसुन अदुवा पनि चाहियो। लसुन अदुवा मजाले कुटे र राखेर हाम्रो खानदानी पनिरले मजाले चलाए। अनि यसमा के को कमी थियो भनेको टमाटरको। टमाटर पनि राखेँ र यसलाई पनि एकछिन मजाले भुटे। अब पालो के को भन्दाखेरि यो सागलाई पनि मजाले यसरी हालेँ र चलाएँ। कुनै सागमा चाहिँ कस्तो पानी निस्किन्छ है, तर यो सागमा चाहिँ त्यस्तो पानी निस्किँदैन, लपक्क पाक्यो। यता चाहिँ मम्मीले रोटी बेल्दै हुनुहुन्थ्यो। हाम्रो मम्मीले चाहिँ बुहारीले गर्छ के अरे छोडिदिउँ भनेर मजाले कहिले बस्नुहुन्न कि। गएर बुहारीलाई किचनमा हेल्प गर्नुपर्छ भन्ने धारणा चाहिँ हाम्रो मम्मीको सधैँ हुन्छ। मम्मीले जस्तै रोटी गराउँछु भनेको त मैले बनाएको रोटी त फुलेन। उता खाना पाकिसकेको थियो र म गएँ बारीतिर। आफ्नो बारीको हरियो खुर्सानी रङ्गी बिरङ्गी खुर्सानी देख्नुभयो नि टिपेर, अनि निम्बु टिपेर अब रेडी भएको खाना खान्छु भनेर म पनि रेडी भएर यसरी खाना थालेँ। अफिस जान थियो, मलाई ढिला भइरहेको थियो। सो फर्स्टमा चाहिँ म रेडी भएर खाना के लाएको थिएँ। रोटी त सेलाइहाल्छ नि है। सेलाएको रोटी कडक थियो। यता जकेटलाई सकस भएर जकेट पनि खोलेँ र खाना थालेँ। जे होस् आलु र सागको सब्जी चाहिँ आफूले बनाए पनि एकदमै